परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाडीय पर्खालहरूको सन्देश भाग 5 मा म यहाँहरू सबैलाई स्वागत गर्दछु। मैले देखेँ तपाईँ जो पनि हुनुहुन्छ, तपाईको निम्ति परमेश्वरले धेरै कुराहरू भन्नुभएको छ, जो चाहिँ तपाईको असल भविष्यको लागि हो। अनि ती कुराहरू तपाईको हृदयमा, तपाईको मस्तिष्कमा छन् र ती कुराहरू पूरा हुनको लागि तपाईले भित्तिपात्रोहरूमा हेर्नुहुन्छ। दिन, महिना, वर्ष गरेर तपाईले चिनो लगाउँदै जानुहुन्छ र तपाईँ भन्नुहुन्छ, परमेश्वर अब मैले कति प्रतीक्षा गर्ने, मेरो प्रतीक्षाको प्रतिफल आउने हो कि होइन। अनि तपाईले त्यो प्रतीक्षामा भन्नुभएका कुराहरू पूरा हुने हुन् कि होइनन् भनेर तपाईँ दोधारमा हुनुहुन्छ। तपाईँ विश्वासमा एकदमै स्थिर हुनुहुन्छ। दुःख आए तापनि, पीडा भए तापनि, आँसु पुस्दै तपाईले परमेश्वरलाई भनिरहनु भएको छ, परमेश्वर म तपाईलाई प्रतीक्षा गर्नेछु। तपाईले परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ। डराउने र अविश्वासलाई रोज्ने धेरै कारणहरू छन्, तर पनि तपाईले परमेश्वरमाथि राखिएको विश्वासलाई नै रोज्नु भएको छ। तपाईको आँसुको हिसाब उहाँले राख्नु भएको छ, किनकि परमेश्वरको अगाडि झरेको आँसुहरू उहाँले आफ्नो बोतलमा भरेर राख्नुहुन्छ, ताकि समय आएपछि त्यसको हिसाब गरियोस्। तपाईको प्रतीक्षा खेर जाने छैन। हबकुक 2 अध्यायको 3 पदमा प्रतीक्षा गर्दै बस, त्यो ढिलो भए तापनि पूरा हुनेछ भनेर परमेश्वरले तपाईलाई भनिरहनु भएको छ। ईश्वरीय समयको निम्ति तपाईलाई परमेश्वरले प्रतीक्षा गर्न भनिरहनु भएको छ। ईश्वरीय समयले तपाईको जीवनमा जुन प्रतीक्षा गरिरहनु भएको छ, त्यसको निम्ति ठूलो इनाम तयार पारिरहेको छ। तपाईको इनाम धेरै ठूलो छ। अब्राहमलाई हेर्यौं भने उत्पत्ति 15 अध्यायको 1 पदमा परमेश्वरले अब्राहमलाई भन्नुभयो, अब्राहम तेरो इनाम धेरै ठूलो छ। आमेन। परमेश्वरले यस वचनद्वारा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।